सधैँ पनि आफूले सोचे जस्तो हुँदैन। कुनै दिन चाहिँ एकदमै हाइरार्की मोटिभेटेड जस्तो फिल हुन्थ्यो भने अर्को दिन मक टेस्ट मोस्टली चाहिँ मक टेस्ट दिएको दिन चाहिँ एकदमै डिमोटिभेट फिल हुन्थ्यो मलाई। एभ्री वान वाट्सएप, सबैजना सन्चै छ होला है। सो अब एक्जाम पनि आउँदैछ, अनि त्यसपछि यत्तिकै यहाँ चाहिँ मैले चाहिँ आज चाहिँ के भिडियो किन बनाएको भन्दाखेरि चाहिँ यहाँ यत्तिकै किताबहरू खोज्दै थिएँ मैले आफ्नो लागि होइन। अनि त्यही बेलामा चाहिँ मेरो प्लस टूको बुक्सहरू अनि त्यसपछि इन्ट्रान्सको बुक्सहरू भेटियो क्या। अनि त्यो इन्ट्रान्सको बुकहरू भेटेपछि चाहिँ मलाई कस्तो नस्टाल्जिक फिल भयो, अनि कस्तो यो चाहिँ देखाम जस्तो फिल भयो होइन। सो आजको भिडियो चाहिँ सिर्फ कसरी कसरी चाहिँ मैले पढाएर रहेछु बुक्सहरू भनेर त्यो बुक्सहरू देखाउनको लागि मात्र है। अनि प्लस अलिअलि क्युएनए पनि गरिदिन्छु म है आज। सो लेट्स गेट स्टार्टेड। यो चाहिँ आज मेरो चाहिँ यो चाहिँ बुक चाहिँ च्यातिसकेको छ होइन। यो चाहिँ मेरो 12को जुलोजी बुक हो होइन। प्लस टू चाहिँ युनिक्लो पढाइ भएर त्यहीको बुक नै थियो। अनि त्यसपछि किताबको हालत हेर्न सक्छौ यस्तो भइसकेको थियो। अनि त्यसपछि इच एन्ड एभ्रिथिङ मैले चाहिँ मतलब त्यो यस्तरी मतलब यहाँ हेर न है, यस्तरी हाइलाइट गर्दै प्लस टूको बुक्स किन देखाइरहेँ मैले मोस्टली भन्दाखेरि चाहिँ अब चाहिँ सबै हाम्रो यो सिलेबस सबै भेस्टेड भइसकेको छ नि त प्लस टूमा। सो यसरी चाहिँ मैले पढेको थिएँ, यहाँ हेर सबै कुरा निस्केको रहेछ है। बाँकी केही पनि रहन्छ। अनि त्यसपछि हाइलाइट एभ्रिवेयर हाइलाइट, यति धेरै हाइलाइट के गरेर रहेछु मैले है, हेर न। त्यसो चाहिँ ठिक छ, यस्तै हुँदो रहेछ है। सो यो चाहिँ जुलोजी भयो होइन। जुलोजीको हालत यस्तो थियो। त्यहीसँगै यो चाहिँ अब बोटनी यस्तो थियो। बोटनी भने च्यात्या थियो अगाडिको पार्ट होइन। अनि सबै यसरी पढ्ने। सो इनफ्याक्ट मैले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ प्लस टूको बुक चाहिँ थोरोली एकचोटि पढेको चाहिँ हुनुपर्छ भन्छु कि, किनकि अब यो चाहिँ मेरो मोड्युल हो होइन। सबैलाई थाहा नै छ होला मोड्युलको हालत पनि यस्तो भइसकेको थियो है। सो मोड्युलको हालत हेर सक्छौ है। बाँकी केही पनि थिएन, च्यातचुत रहेछ, केही पनि छोडेकै थिइनँ क्या। तर मोड्युललाई चाहिँ यसरी पढ्नु भन्दाखेरि चाहिँ आई सजेस्ट के भन्दाखेरि चाहिँ पहिला चाहिँ तिमीले चाहिँ आफ्नो प्लस टूको बुक्सहरू चाहिँ राम्रोसँग पढेको छौ भने चाहिँ तिमीलाई यो मोड्युलको चाहिँ सबै कुरा थाहा पाउनु पर्ने नै हुँदैन। तिमीले त्यो प्लस टूमा पढेको छ भने चाहिँ तिमीले त्यो पढ्नु पऱ्यो मोड्युलमा। तर अब पहिलाको कुराहरू पढेर गाह्रोहरू चाहिँ त्यो त्यस्तो चाहिँ अब हुँदैन, किनकि फिक्स सिलेबस भइसकेको छ। जस्तै कि अब यो चाहिँ अब हेर्न सक्छौ होइन। मोडल होइन, नाम निकाल्ने व्यक्तिले चाहिँ यसरी पढेको हुँदो रहेछ भनेर चाहिँ मैले देखाएको मात्र है। यो चाहिँ अब अहिले मैले यसरी पढ्न सक्दिनँ होला होइन। तर यो त्यो बेलामा चाहिँ त्यस्तो खालको डेडिकेसन मोटिभेसन थियो। अब दाइ त्यस्तो मोटिभेसन यस्तो पढ्नको लागि कसरी ल्याउनु भयो भन्दाखेरि चाहिँ अब इन्ट्रान्स फिल्ड हो, सधैँ पनि आफूले सोचे जस्तो हुँदैन। कुनै दिन चाहिँ एकदमै हाइरार्की मोटिभेटेड जस्तो फिल हुन्थ्यो भने अर्को दिन मक टेस्ट मोस्टली चाहिँ मक टेस्ट दिएको दिन चाहिँ एकदमै डिमोटिभेट फिल हुन्थ्यो मलाई चाहिँ है। किनकि आफूले सोचेअनुसार चाहिँ सबै अटेम्प गर्न मन लाग्थ्यो, अनि अटेम्प पनि गरिन्थ्यो, तर सोचे हिसाबमा मार्क्स आइदिँदैन थियो। सो त्यो हुँदाखेरि चाहिँ सकिन्छ र सकिँदैन जस्तो पनि लाग्थ्यो। तर आफैलाई फोर्सफुल्ली म फोर्स गरिदिएँ कि होइन पढ्न, अहिले नभए नि पछि त होला नि। सो त्यही नै हो मेन डिसिजन। मोटिभेसनको लागि तिमीलाई त्यो अल अफ अ सडन एक दिन गर्छु, एक दिनको मोटिभेसन आउला, बढीमा एक महिनाको मोटिभेसन आउला, तर कतै न कतै त्यो मोटिभेसन डाउन हुन्छ क्या। अब त्यो मोटिभेसन पिकमा रहिराख्नको लागि कि त तिम्रो मक टेस्टहरू राम्रो भइराख्नु पऱ्यो र तिमी ऱ्याङ्करको हिसाबमा आउनु पऱ्यो। होइन भने एज अ मेरो हिसाबमा चाहिँ तिम्रो सधैँ गुड डे हुँदैन है। धेरै ब्याड डेजहरू हुन्छ, धेरै त्यो तिमीलाई चाहिँ एकदमै म सक्छु र भन्ने क्वेसन मार्कहरू धेरै आइरहेको हुन्छ। त्यसको लागि चाहिँ जस्ट यु हेभ तिमीले चाहिँ सोच्ने होइन, तिमीले आफ्नो 100% इफोर्ट लगाउने हो है। त्यो ब्याड डेजहरू आछ भने पनि तिमीले त्यो पढ्नु चाहिँ पऱ्यो क्या। एन्ड थोरै पढ होइन, तर पढ्नु चाहिँ पऱ्यो। आफ्नो लागि त्यो टाइम वेस्ट गर्नु भएन। त्यही नै हो मेन सर्ट के अरे वे चाहिँ है टु बी नाम निकाल्नको लागि। अब यो चाहिँ 11को रहेछ है। अब यो 11को रहेछ, यो पनि सबै पढेकै छ है, लाइन कोरेकै छ। सो इनफ्याक्ट त्यही नै रहेछ है। तर मोस्टली चाहिँ मैले बायोलोजी चाहिँ राम्रोसँग पढ्दो रहेछु अरू किताबभन्दा है। जस्तै कि है त्यो चाहिँ एभ्रिवेयर जताततै छ है। मोड्युल्सहरू त मैले काँचै पारेकै रहेछु है। त्यसपछि धेरै किताबहरू त छैन। अब यो जुलोजीको होइन,
स्टिकी नोटहरू पनि राखेको रहेछ क्या, यसरी यहाँ यसरी नोटहरू पनि टाँसेको रहेछ है। ठिक छ, जस इनफ्याक्ट अरू किताबहरू चाहिँ मैले कतिलाई दिएँ होला जस्तो पनि लागिरहेको छ मलाई, जति भेट्टाएँ त्यति चाहिँ मैले आज देखाएको। सो त्यही हो। अब सो यो भिडियोबाट चाहिँ मैले धेरैलाई डराउनु चाहिँ खोजेको छैन होइन। यो अब त्यसै हो, पढ्नुपर्छ भनेर चाहिँ मैले यतिसम्म पढाएको थिएँ भनेर देखाएको मात्र हो। यति धेरै पढ्नुपर्ने नि हुँदैन, यति पढेको छ भने नि राम्रो भयो होइन। अब कति कति सबै कुरा कहाँ हुन्छ, जे होस् मेरो इनफ्याक्ट कुरा के हो भन्दाखेरि चाहिँ प्लस टूको बुक्स चाहिँ राम्रोसँग पढेको हुनु पऱ्यो। तिम्रो बेस चाहिँ राम्रो हुन्छ कि जसले गर्दाखेरि त्यसले गर्दाखेरि चाहिँ, अनि जसले गर्दाखेरि तिमीले क्वेसन्सहरू सल्भ गर्न सक्छौ। आज त्यो भन्दाखेरि पनि तिमी चाहिँ कसरी चाहिँ डाइभ इन हुने यो सब्जेक्टमा चाहिँ, कसरी चाहिँ तिमी चाहिँ निरन्तर पढिराख्ने विदाउट गेटिङ डिस्ट्र्याक्टेड, विदाउट गेटिङ अनमोटिभेटेड होइन। तिमी कसरी चाहिँ त्यो मोटिभेसन चाहिँ आफ्नो लेभलमा राखिराख्ने भन्दाखेरि चाहिँ द ओन्ली थिङ द्याट यु क्यान डु यो बेलामा चाहिँ भन्दाखेरि चाहिँ डोन्ट थिङ्क अबाउट यो रिजल्ट। आफ्नो मेहनत गर, ट्र्याक गर। तर म यस्तो गर्छु, म त्यहाँ पढ्न जान्छु, म यो कलेज पाएँ भने बल्ल खुसी हुन्छु, त्यस्तो खालको कुरा चाहिँ कहिले पनि नगर यो बेलामा चाहिँ है। डोन्ट थिङ्क अबाउट यो रिजल्ट। यदि तिमी यो बेलामा रिजल्टको बारेमा सोच्न थाल्छौ, अरूलाई कम्पेयर गर्न थाल्छौ भने तिमी त्यहाँ अब स्टप भइसक्यौ क्या। तिमीलाई अब तिम्रो दिमाग बढी ओभर थिङ्किङमा जान्छ र जसले गर्दाखेरि तिमी चाहिँ तिम्रो आफ्नो प्रोग्रेस रोकिन सक्छ। सो मेरो पनि त्यही नै थियो। आई स्टप थिङ्किङ अबाउट माई रिजल्ट। मैले चाहिँ कहिले पनि मेरो रिजल्टको बारेमा कहिले पनि सोचिनँ। आई डिड गेभ माई 100% होइन, आफ्नो इफोर्ट्सहरू 100% दिइराखेँ। जसले गर्दाखेरि चाहिँ म कहिलेकाहीँ मोटिभेटेड हुन्थेँ, एकदमै हाई हुन्थेँ, कहिलेकाहीँ डिमोटिभेटेड हुन्थेँ। जस्तै कि मक टेस्टको बेलामा चाहिँ आज शनिबार होइन, मक टेस्टको बेलामा सधैँ पनि मेरो सोचेको जस्तो मक टेस्ट हुँदैन थियो, प्रायः जस्तो नै भनौँ है। सो म प्रायः जस्तो त्यो दिन चाहिँ यत्रो पढेँ त्यही पनि हुँदो रहेछ भन्ने फिलमा हुन्थेँ म। तर नेक्स्ट डे होइन ठिकै छ, लेट्स डु इट। अब यत्रो लागिसक्यो, अब लागिपरेपछि आफ्नो 100% नै दिउँ न। एउटा कुनै कुरामा लागेपछि चाहिँ 100% नै लाग्नुपर्छ भन्ने सोचाइले गर्दाखेरि चाहिँ सो मैले चाहिँ त्यो आफ्नो टाइमलाई वेस्ट जान नदिन र ठिक छ आफ्नो प्रोग्रेसलाई पनि वेस्ट जान नदिनको लागि चाहिँ ठिक छ गर्छु, अब भयो भने भयो, नभए अब यस्तै त रहेछ भन्ने सोचाइले चाहिँ आई गेभ माई 100%। अनि बाई लक, अलिकति लकको पनि सपोर्टले गर्दाखेरि फ्रेसरमै नाम निस्क्यो होइन। सो त्यही नै हो, टु गेट मोटिभेटेड यु हेभ टु डु दिस थिङ्स होइन। अनि त्यसपछि डोन्ट एभर कम्पेयर विथ एनी वान है, डोन्ट कम्पेयर विथ एनी वान। अनि अहिलेदेखि नै सपना देख्न चाहिँ अलिकति कम गरेर भन्छु म चाहिँ, किनकि इफोर्ट्स अब तिमी ठिकै छ ऱ्याङ्करमा छौ भन्दा आई डोन्ट वान्ट से एनिथिङ होइन। तर यदि इफोर्ट्सहरू चाहिँ पुरै 100% भएको छैन भने चाहिँ मेक स्योर द्याट आफ्नो इफोर्ट्सहरू 100% भएको छ। अनि सपना देख्नुभन्दा अगाडि मेक स्योर तिमीले चाहिँ त्यो इफोर्ट चाहिँ एकदमै 100%ले दिएको छौ। अनि यति भन्दै आई लाइक टु एन्ड दिस भिडियो। आई होप यु गाइज आर मोटिभेटेड। यदि केही गाह्रो भयो भने यु क्यान गाइज कम इन टु माई डिएम्स होइन। अनि सी यु गाइज सुन। अब बेस्ट अफ लक, थ्याङ्क यू भेरी मच।